नागरिकता बनाइदिनु, जन्मदर्ता बनाइदिनु भनेको एउटा जन्म दिइसकेपछि एउटा बाउ आमाको पनि एउटा कर्तव्य हुन्छ। तिम्रो केही काम छैन, केही लायक छैन, मेरो छोरोलाई पेटमा हुँदा जुन वचन लाग्थ्यो नि त्यो वचनले नै मेरो मन भारी भएको छ। मलाई धेरै रिस उठिसक्यो नि। बोलाउने काम चाहिँ नगर्नु है। अब म वार्निङ दिँदैछु केटा, त्यस्तो नगर है। मलाई रिस उठायो नि फेरि नढाट है फेरि। साँचो बोल, साँचो म भेटिस् त। हे गाइज, वेलकम छ हजुरलाई धेरै पछि मेरो एउटा नयाँ भिडियोमा। अब त हजुरहरूले मलाई बिर्सी पनि सक्नुभयो होला, बट केही छैन, म भिडियो हालेर तपाईँहरूलाई याद दिलाउनेवाला छु। गाइज, तपाईँहरूको माया र सपोर्टले गर्दा मेरो चाहिँ 99 सब्सक्राइबर पुगेको छ एन्ड अब 100 पुग्नुको लागि अन्ली 1 सब्सक्राइबर बाँकी छ। त्यसैले सब्सक्राइब गरिदिनु होला जसले गर्नुभएको छैन। अनि हजुरहरूलाई मनैबाट थ्याङ्क यू सो मच। आज तपाईँहरूले गर्दा मेरो अर्को भिडियोमा पुगेको छ 10K प्लस भ्युज र यस्तै सपोर्ट गर्दै जानु होला। हामीले 500 सब्सक्राइबर छिटै नै कम्प्लिट गर्नुपर्छ गाइज। अब विदाउट वेस्टिङ टाइम हामी पहिलो अपडेटको तर्फ बढौँ। हाम्रो पहिलो अपडेट रहेको छ वासुदेव मल्ल, एमटिभी अनिस, गोर्खाली राइडर। उनीहरू तीनैजनाले बाइक किन्नु भएको रहेछ, बट एकैसाथ त किनेको होइन। कसले कुन बाइक किन्नुभयो त तपाईँहरू हेर्नु होला। 1 2 3 ल तपाईँहरूलाई सरप्राइज हो। अस्ति नै आएको थियो, मलाई अस्तिदेखि किन्न मन लागेको थियो, तर ठ्याक्कै 2-3 महिनापछि चाहिँ बर्थडे पारेर चाहिँ यो सरप्राइज तपाईँहरूको लागि लिएको छु त। KTM को। Are you guys ready? Yes. 1 2 3. On your soul. एन्ड उहाँहरू तीनैजनालाई मेनी कङ्ग्रेचुलेसन। अनि उनीहरूले कुन बाइक किनेको हजुरहरूले चिन्नुभयो भने कमेन्टमा नाम भन्नु होला। अब हामी बढौँ नेक्स्ट अपडेटको तर्फ। हाम्रो नेक्स्ट अपडेट रहेको छ एमआरबी दाईको तर्फबाट। एक्चुअली दाईले चाहिँ उहाँको खरायो भाइलाई अरूले बोलाउँदा जो पायो त्यससँग नभेट भनेर भन्नुभएको थिएछ, बट दाईको कुरालाई इग्नोर गरेर उहाँको खरायो भाइ चाहिँ नचिनेको मान्छेलाई भेट्नु गएछ। एन्ड जुन स्ट्रेन्जर पर्सन छ उसले चाहिँ खरायो साथीलाई भेटेर रिटर्न आउने पैसा यानि कि घर फर्किने पैसा नदिँदो रहेछ। यही कुरा बारे एमआरबी दाईले डिस्कसन गर्नुभएको थियो, तपाईँहरू हेर्नु होला त्यो भिडियो। चितन बोलाइदिन्छन् रहेछन्, फोन दिन्छु के दिन्छु भन्दै होइन। खरायो भाइको बानी त कस्तो छ तपाईँलाई पनि थाहा होला होइन। अब उसको दिमागले चाहिँ त्यति अझै पनि छुट्याउन सक्दैन के गलत हो के सही हो भनेर। अनि त्यो अनि केटाहरूले चाहिँ तँलाई यो दिन्छु भने लोभले बोलाउनु रहेछन् गाउँबाट। जति बेला नि अब मैले राख्न त सक्दिनँ नि त, गाउँमा आमालाई नि सघाउनु पर्यो, बालाई नि सघाउनु पर्यो, गाउँमा सघाइ आफ्नो फ्यामिलीलाई भनेर छोडिदिन्छु। अनि को केटाले फोन हानिदिँदो रहेछन्, फोन उठाउँदो रहेछ। अनि अल्लाह आइज यतातिर म तँलाई यो दिन्छु भनेर लालच पारेर चाहिँ अनि त्यसलाई बोलाएर अनि अस्ति त आउने बेला त बस भाडा नि नदेखिन पठाइदिएको रहेछ चितवन पुऱ्याएर। अनि त्यो चाहिँ अलिकति ब्याड भयो क्या। अब त्यो बोलाउने केटालाई चाहिँ म कारवाही गर्छु केटाहरू, तिमीहरूले नबोलाऊ है त्यसलाई त्यसरी दिन्छ कि। त्यो भएर लोभ लालच दिएर चाहिँ बोलाउने काम चाहिँ नगर्नु है। अब म वार्निङ दिँदैछु केटा, नगर्नु। उस केही भन्यो भने कडा जिम्मेवारी बोक्नुपर्छ। भरे केही भइहाल्यो भने जिम्मेवारी को रहन्छ? छोड्नेवाला त छैन नि फेरि। म त फेरि त्यो मान्छे यस्तो गरिब छैन भनेर होइन, म छु त्यसको पछाडि, बुझ्नुभयो नि गाइज। घरिघरि ढाँट्छस् मलाई, घरि के गर्छस्, जसले बोला त्यसले त्यता जान्छस्, जसले आश देखा त्यतै जान्छस्। चितवन कसले बोलाएको तँलाई?
म चिताउन मम्मीको सासूलाई भेट्न गएको मम्मीको सासूलाई फेरि नढाट है साला मलाई त फेरि होइन दाइ, दिमाग मम्मीको सासूलाई साँचो बोल भेटेँ साँचो मैले तलसम्म केही बोलेको भेटिस् त के भनेर भेटेर अनि बसेर एक रात बसेँ बसिस खुब फोन हानेर सोधम कसलाई ढाटे भएछ कि अन्त फोन हानेर सोधम भर्खरै मलाई रिस उठ्यो फेरि नढाट छिटो भेटिनुहोस् होइन अनि किन ढाँच्छ अरे यसरी मलाई नढाट भने होइन तँलाई मैले त्यो अब जसले बोलाउँछन् जाने कि नजाने उता चितवनतिर जान्न कसले बोलाएको तँलाई चितवनबाट नढाटिकन भन् हजुर अनि अजितले अनि बस भाडा नदिकन पठाएर के हो त्यो फेरि 1000 रुपियाँ दिएको थियो अँ अनि बेन गरेर राख्नु यो अपडेटको बारे तपाईँको के कस्तो ओपिनियन छ कमेन्टमा भन्नु होला। अब हामी बढौँ नेक्स्ट अपडेटको तर्फ। हाम्रो नेक्स्ट अपडेट रहेको छ फ्रम एलबी ब्लग। एलबी दाइले चाहिँ आफ्नो फादरलाई केही म्यासेज दिनुभएको छ। तपाईँहरू त्यो भिडियोको छोटो क्लिप हेर्नु होला। मेरो भ्लग हेर्नुहुन्छ होला फादर चाहिँ यदि तपाईँले मेरो भ्लग हेर्नु भएको छ भने चाहिँ एउटा बाउको कर्तव्य भनेको चाहिँ के हो भने आफ्नो छोराको लागि चाहिँ जे चाहिँ गर्न सकिन्छ नि त्यो आफूले गर्नुपर्छ कि अहिले म यहाँ ओडामा छु तिमीले हेर्छौ भने भिडियो हेर राम्रोसँग तर तिमीले एकचोटि एउटा के डाइलेक्ट दिएको थियो भने मैले तेरो नागरिकता बनाइदिएँ यो गरिदिएँ त्यो गरिदिएँ त्यो भनेको चाहिँ बकवासै लाग्यो कि मलाई तिम्रो कुरा चाहिँ किनभने नागरिकता बनाइदिनु जन्म दर्ता बनाइदिनु भनेको एउटा जन्म दिइसकेपछि एउटा बाउ आमाको पनि एउटा कर्तव्य हुन्छ क्या। आज मेरो छोरा जन्मेको 15 दिन भयो म 15 दिनको दिन यहाँ म आएको छु नि यो भनेको मेरो कर्तव्य हो। त्यही भएर यो कुरा चाहिँ तिमी जानिराख। तिमीले नजानेरै नसिकेरै नबुझेर नै खास तिम्रो कारणले गर्दा नै हामी एउटा छोराछोरीहरूले दुःख पाएको हो। अहिले तिम्रो नाम मेरो बाबुको जन्मदर्ता बनाउँदा नाम मात्रै थपेको हो नभए तिम्रो केही काम छैन केही लायक छैन किनकि एउटा जन्म दिने मान्छेले कर्म पनि दिन सक्नुपर्छ भनेको हो। तर तिमीले जुन मेरो छोरोलाई पेटमा हुँदा जुन वचन लाग्थ्यो नि त्यो वचनले नै मेरो मन भारी भएको छ। तिमीलाई म डाइरेक्टली म बोल्न त चाहन्न पनि सक्दिनँ पनि किनकि यदि तिमी मेरो अगाडि भयो भने म तिमीलाई डाइरेक्टली म केही भन्न सक्दिनँ तर तिमीले त्यो वचनले म सम्झिँदै अहिले अब आफ्नो गन्तव्यतिर। एक्चुअली गाइज एलबी दाइको चाहिँ पास्टमा आफ्नो फ्यामिलीसँग केही भएको थिएछ एन्ड मलाई यसको बारेमा त्यति त थाहा छैन अनि त्यसैले म बोल्नु चाहिनँ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला। राम्रो लाग्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला। म मिल्नेछु नेक्स्ट भिडियोमा त्यतिन्जेल वेट गर्नु होला। यस्तै न्युज हेर्नुको लागि सब्सक्राइब गर्नु होला। बाई।